नमस्ते। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टी मतलब रासोपाको यो 3 वर्ष यात्राबारे अलिक गहिरिएर कुरा गरौँ है त। नमस्ते। गरौँ न। कसरी यति छिटो यो पार्टी स्थापित भयो अनि अहिले कस्ता चुनौतीहरू सामना गर्दैछ भन्ने हेर्नु त निकै चाख लाग्दछ। हो नि। हामीसँग यस विषयमा विभिन्न लेखहरू, जानकारीहरू छन्। आज तिनैलाई आधार मानेर यो छोटो तर निकै घटनापूर्ण यात्रालाई केलाउने हो। ठिक छ। सोच्नुस् न, स्थापना भएको केही महिनामै संसदमा 20 सिट। त्यो साँच्चै नै उल्लेख्य थियो। चान्चुने कुरा त भएन नि यो। ल सुरुबाटै हेरौँ न त। हुन्छ। कसरी सुरु भयो यो सब? मेरो विचारमा 21 जुन 2022 हैन, रवि लामिछानेले पार्टी घोषणा गर्नुभयो। हो, अनि त्यसको लगत्तै जुलाई 1 मा निर्वाचन आयोगमा दर्ता भयो। अनि त्यो चुनाव चिन्ह चाहिँ घण्टी। घण्टी निकै चर्चामा रह्यो त्यो पनि। त्यसपछि त केही हफ्तामै त्यो 2022 को मङ्सिरको चुनाव आइहाल्यो। हो, संघीय चुनाव। अनि उम्मेदवारी नि देशभरि नै दिएको हो। 131 निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको देखिन्छ। नतिजा त झन् 7 ठाउँमा प्रत्यक्ष जितेर अनि समानुपातिकमा 13। हो, कुल 20 सिट। मतलब पहिलो प्रयासमै संसदको चौथो ठूलो दल। यो त ठूलै फड्को भयो नि। एकदम। र त्यो चुनावी सफलतापछि खै उनीहरू चुप लागेर बसेनन्, तुरुन्तै संगठन विस्तारमा लागे। संगठन विस्तारतिर लागे? त्यो कसरी अघि बढ्यो त? निकै तीव्र गतिमा। हेर्नुस् न, मे 2023 सम्ममा मतलब चुनाव भएको 6 महिना जतिमा नै सबै जिल्ला र प्रदेशमा समितिहरू बनिसकेका थिए। हो र? वडा तहसम्मै? वडा र निर्वाचन क्षेत्र स्तरमा पनि शाखाहरू खुले। अनि सेप्टेम्बर 2024 सम्म आइपुग्दा त मतलब स्थापनाको 26 महिना जतिमा पार्टी सदस्य संख्या 1,40,000 पुगेको भन्छन्। 1,40,000? त्यो त ठूलै संख्या हो। अनि 165 मध्ये 148 निर्वाचन क्षेत्रमा उपस्थिति। यो त निकै फैलिएको देखियो नि। अनि यही रफ्तारमा महाधिवेशनको पनि योजना थियो होला नि? त्यो पहिलो राष्ट्रिय महाधिवेशन वैशाख 2082 मतलब अप्रिल-मे 2025 मा गर्ने योजना थियो। संगठन सँगसँगै उनीहरूको नीतिगत लाइन कस्तो रह्यो? के प्रश्न थियो? नोभेम्बर 2022 को चुनाव अघि नै घोषणापत्र त ल्याएका थिए। के थियो त्यसमा खास? त्यसमा मुख्य कुरा थियो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री। जनताले सिधै चुन्ने। हो। अनि राष्ट्रपति चाहिँ गैर दलीय हुनुपर्छ भन्ने प्रस्ताव थियो। यो अहिलेको व्यवस्थाभन्दा अलि फरक हो। अनि पछि 2023 को अन्त्यतिर अलि प्रष्ट सिद्धान्त पनि बनाए जस्तो लाग्छ। त्यति बेला औपचारिक रूपमा बहुलवादी लोकतन्त्रलाई आफ्नो सिद्धान्त भनेर अपनाए। बहुलवादी लोकतन्त्र, यसलाई अलि सरल भाषामा भन्दा? मतलब यस्तो प्रणाली जहाँ विभिन्न विचार, समूह, दलहरूले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न पाउँछन्। अनि यसैसँग उनीहरूले उदार अर्थतन्त्र, सामाजिक न्याय, व्यक्तिगत अधिकार र कल्याणकारी राज्यको लक्ष्यमा जोड दिए। एउटा वैचारिक दिशातिर जान खोजेको देखियो। हो, त्यस्तै संकेत दियो। तर पार्टी अघि बढ्दै गर्दा 2025 मा आएर एउटा ठूलो संकट पनि त आयो नि, हैन र? आयो। त्यो नेतृत्व संकट नै थियो। पार्टीका संस्थापक सभापति रवि लामिछाने उहाँ सहकारीको रकम हिनामिनाको आरोपमा अप्रिल 2025 मा पक्राउ पर्नुभयो। अनि सांसद पदबाट निलम्बन पनि हुनुभयो। हो, निलम्बित हुनुभयो। त्यसपछि कार्यवाहक नेतृत्व डोल प्रसाद अर्यालले सम्हाल्नुभयो। यसले त पार्टीमा ठूलै असर गर्यो होला नि। त्यो महाधिवेशनको के भयो? हो नि, त्यसले वैशाखमा हुने भनिएको महाधिवेशनमा अनिश्चितता थप्यो। एकातिर व्यवस्थापकीय काममा ढिलाइ भयो, अर्कोतिर पार्टी कतै लामिछानेको व्यक्तित्व वरिपरि मात्रै त घुमेको छैन भन्ने प्रश्न पनि उठ्यो। अनि पार्टीले यसलाई कसरी लियो त? केही रणनीति बदल्यो कि? बदल्यो। नेतृत्वले तुरन्तै एउटा सन्देश दिन खोज्यो, पार्टी व्यक्तिभन्दा माथि छ भन्ने। अनि त्यसै क्रममा जुन 2025 को सुरुतिर 25 जिल्लामा जनयात्रा भन्ने अभियान सुरु गरे। जनयात्रा? त्यो कस्तो खालको अभियान? त्यो एक किसिमले कार्यकर्ता र समर्थकलाई फेरि जोड्ने, पार्टीको एजेन्डा जीवितै छ भनेर देखाउने प्रयास थियो। संकटको बेला मोराल बढाउने किसिमको। यही बीचमा त पार्टीको तेस्रो वार्षिकोत्सव पनि आयो, जुन 2025 मा। हो, 2-3 जुनको आसपासमा। त्यो अवसरमा पनि उनीहरूले कार्यक्रमहरू गरे। कस्ता कार्यक्रम? देशैभरि विभिन्न तहमा
केन्द्र, प्रदेश, जिल्ला, स्थानीय स्तरमा नीतिगत सम्मेलनहरू आयोजना गरिए। त्यसको संयोजन सहमहामन्त्री विपिन कुमार आचार्यले गर्नुभएको थियो। नीतिगत सम्मेलन, त्यसबाट के सन्देश गयो त? मूलत दुईटा कुरा। एक, नेतृत्वले लामिछाने निर्दोष हुनुहुन्छ, मुद्दा राजनैतिक प्रेरित हो भन्ने कुरा दोहोर्यायो। अनि दुई, त्यही जनयात्राको घोषणा लड्दै पार्टी समावेशिता, लोकतन्त्र र कल्याणकारी राज्यप्रति प्रतिबद्ध छ भन्ने सन्देश फेरिदियो। यसले सङ्कटका बावजुद पार्टी संस्थागत रूपमा चलिरहेको छ भन्ने देखाउने कोसिस गर्यो। भनेपछि यो 3 वर्षलाई फर्केर हेर्दा त निकै उतार चढाव देखियो। मुख्य कुराहरू के रहे त? एकदम मोटामोटी रूपमा भन्नुपर्दा पहिलो त नेपाली राजनीतिमा रासपाको उदय साँच्चै नै तीव्र र नाटकीय रह्यो। त्यो त हो। दोस्रो, सुरुको त्यो लोकप्रियतालाई टिकाउन उनीहरूले सङ्गठन विस्तारमा निकै ध्यान दिए, जुन देखियो पनि। तेस्रो, पार्टीले आफ्नो नीतिगत र वैचारिक आधार बनाउँदै लगेको देखिन्छ, होइन? त्यो प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि बहुलवादी लोकतन्त्रसम्मको कुरा हो। त्यो विकासक्रममै देखियो। चौथो, नेतृत्वमा सङ्कट आउँदा पनि पार्टीले त्यसलाई सामना गर्न एउटा लचकता देखाउने प्रयास गर्यो, कम्तीमा रणनीतिक रूपमा। जनयात्रा जस्ता कार्यक्रम मार्फत हो। र पाँचौं, वार्षिकोत्सव जस्ता अवसरलाई पार्टीले आफ्नो विचारधारा बलियो बनाउन र समर्थकहरूलाई जोड्न रणनीतिक रूपमा प्रयोग गर्यो। साँच्चै रासपाको यो 3 वर्षको यात्रा कति छिटो, कति घटनापूर्ण। स्थापना भयो, ह्वात्तै फैलियो, सरकारमा गयो, फेरि सङ्कट आयो अनि त्यसलाई पार लगाउने प्रयास हो। र यसले भविष्यका लागि एउटा महत्त्वपूर्ण प्रश्न चाहिँ खडा गर्छ जस्तो लाग्छ मलाई। के प्रश्न? अब हेर्नुहोस्, एकातिर पार्टीले भोगेका यी चुनौतीहरू छन्, अर्कोतिर जनयात्रा मार्फत फेरि जनतामा जाने प्रयास छ। यस्तो अवस्थामा रासपाको त्यो सुरुवाती लोकप्रिय अपिल र अहिले बन्दै गरेको संस्थागत संरचना बीचको सन्तुलन कस्तो होला? त्यो त महत्त्वपूर्ण प्रश्न हो नि। खास गरी अब ढिला भइसकेको त्यो पहिलो राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीले यो सन्तुलन कसरी मिलाउला, यो चाहिँ आगामी दिनहरूमा हेर्न निकै चाखलाग्दो हुनेछ। पक्कै पनि। यो विषयमा आज हामीले निकै गहिरो कुराकानी गर्यौं। धन्यवाद। धन्यवाद।